जब हामी भित्रबाट भाँचिन्छौँ, तोडिन्छौँ, तब हामीलाई केही कुरा बुझ्न साह्रो पर्दछ। त्यति बेला जुन मानिसहरूले हामीलाई सम्झाउन आउँछन् नि, के तिनीहरूलाई साँच्चै नै हाम्रो बारेमा टेन्सन हुन्छ? हामी कति पीडामा छौँ थाहा हुन्छ? या राम्रो देखिनको लागि हाम्रो काँधमा हात राखेर हामीसँग उभिन्छन्? म बुझ्न सक्दिनँ। जब हाम्रो आँखाबाट आँसु बगिरहेको हुन्छ, त्यति बेला जुन मानिसहरू हामीसँग उभिएका हुन्छन्, ती मानिसहरूले हामीलाई साथ दिन्छन् कि दिँदैनन्? कि हाम्रो समस्या सुनेर आफ्नो टाइम पास गरिरहेका हुन्छन्? किनकि जब हामी हाम्रो जीवनमा केही राम्रो गर्छौँ, जब हाम्रो दुःख सुखमा परिवर्तन हुन्छ, जब हामी लडेर पनि फेरि उठ्छौँ, ती मानिसहरू भन्थे कि म तिम्रो साथ छु, ती मानिसहरू एकदम हराउँछन्, गायब हुन्छन्। ती मानिसहरू जो हामीलाई आफ्नो लाग्थे, उनीहरूलाई नै हाम्रो खुसी नराम्रो लाग्न थाल्छ। जसलाई हाम्रो पीडा सुनेर हामी तिम्रो साथमा छौँ भन्थे, तिनीहरू हाम्रो दुःख देखेर आफ्नो टाउको घुमाउन थाल्छन्। अनि यस्तो लाग्छ कि तिनीहरूलाई हाम्रो दुःख त निकै मन पर्थ्यो, तर आज हाम्रो खुसी सहन निकै गाह्रो भइरहेको हुन्छ। हुन्छन् केही मान्छेहरू यस्ता सोचका, जुन हाम्रो वरिपरि नै हुन्छन्, जसलाई हाम्रो दुःख निकै राम्रो लाग्छ र हामी निकै खराब। तिनीहरू जहिले हामीलाई दुःख र पीडा भएको हेर्न चाहन्छन्। पहिले हामीलाई लाग्थ्यो यस्ता मानिसहरू हाम्रो आफ्नो हुन्, जसले हामीलाई सधैँ साथ दिन्छन्, सपोर्ट गर्छन्। जब ती मानिसहरू हाम्रो खुसी देखेर हामीबाट टाढा हुन थाल्छन्, जब हामीलाई खुसी देखेर आफ्नो टाउको घुमाउन थाल्छन्, तब हामीले बुझ्छौँ मान्छेले हामीलाई दुःखमा साथ दिन होइन, हाम्रो दुःखमा हाँस्न, मजा लिन आएका हुन्छन्। त्यसैले आफ्नो दुःख र सुखमा कसैले मद्दत गर्छन् भनेर कहिले आशा नराख्नु। किनभने जब हाम्रो आशा तोडिन्छ नि, हामीलाई निकै दुःख हुन्छ र हामीलाई सहन धेरै गाह्रो हुन्छ।